ल यो चाहिँ माटो खाँदेको ल केटाहरूले उफ्रा अलिक उफ्रा भाइ उफ्रा न यो टक्क आज ढलाइको बेला दाइले चाहिँ चिसेर आइसक्नु भएछ आज ढलाइ भन्दा अगाडि टक्क कुल हुने हो भाइहरू होइन त ल गाइस आज ढलाइ बन्दैछ हुँदैछ ढलाइ हुँदैछ है मेरो कुनै पनि दिन काम नरोकी भइरहेछ मेरो सम्पूर्ण भाइहरू आइरहेछ होइन कन्टिन्यू काम भइरहेछ तर यस्तो यो भिडियो मार्फत म जो कसैलाई भिडियो के अरे मिस्त्री काम गर्नु आउँछ भने यो भिडियो मार्फतबाट म सार्वजनिक गर्न चाहन्छु मिस्त्री कोही गर्नुहुन्छ भने पैसाको अति आवश्यक छ भने पनि म अगाडि नै एडभान्स पनि दिन्छु तर मिस्त्री कसलाई यो गोल घरको माथिको के अरे डाँडा भाटा गर्नु आउँछ सम्पर्क गर्नु होला यो भिडियो गरेर ओके गाइस हेरिदिनु होला यो भिडियो टक्क कमेन्टमा म छु भनिदिनु होला है ल टाढोको होइन फेरि रामधुनी एरियाभित्रको मात्र है फेरि सर्भिसिङ लान ओके गाइस हामी चाहिँ दाइकोमा आइसक्यौँ है मनङ भाइ पनि ठ्याक्क आइपुग्यो अलिक कालो देखिरहेको हाम्रो आज ढलाइ गर्ने भन्दैछौँ यहाँनिर गाइस आज यो स्नोकर हाउसमा टक्क ढलाइ गर्ने भन्दैछौँ अब यो पहिला यो गाँस्ने पर्यो बसाउने पर्यो यो त यो चाहिँ बलुवा टाइपको छ कि बलुवा टाइपको भएर चाहिँ अलिक मजाले खाट्नुपर्छ यसलाई चाहिँ पछि फेरि यो माथि ढलाइ गरेर मजाले उयो गरेन कि अरे खाँदैन भने चाहिँ ढलाइ फुट्नु सक्छ घाटामा जानु सक्छ गर्दाखेरि मेन भनेको चाहिँ यो सबभन्दा बेस्ट चाहिँ भनेको खाट्नु पर्यो डह्रो अब यो फसफसे माटो छ नि त बलुवा टाइपको अब त्यो साह्रो माटो भयो त्यही साथ थिच्नु चाहिँ पर्दैन थियो ताजा स्याउ ताजा स्याउ खानु त कस्तो रसिलो हुन्छ नि पुल हाउस स्नोकर पुल हाउसको लागि ढलाइ हुँदैछ